हेलो साथीहरु, वेलकम छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। हेलो भन। नाइ नाइ यस अहिले चाहिँ हामी साथीहरु बाहिर निस्केको छौं। हामीले चाहिँ गाडी परै पार्क गरेर राखेर ट्रेन चढेर आएको। हतार भएर मैले चाहिँ घरबाट भिडियो गर्न सकिन साथीहरु। यति ठुलो घर छ कि यहाँ चाहिँ यति अक्लो। आयो ट्याक्सी उपरको ट्याक्सी रोकिरहेको छ त्यहाँ त त्यो हो 16:35 ए लु जाउँ छिटो कुदो। कसले बोलाएर आएको हो कि ए ट्याक्सी रहेछ नि त। ट्याक्सी मान्छे छ भित्र होइन, ड्राइभर छ भनेको कि तान्न त बेबीलाई तान्नु क्या। 사무소 전환출산소 कस्तो बनाएको गाडी राम्रो छ हजुर। हेर हेर तिमी यसै लजायौ म यसै लजाए। कहाँ छ साथीहरु? हामी चाहिँ यहाँ आइपुग्यौँ तर यहाँ काम नहुने रहेछ, अर्कै ठाउँ जानुपर्ने भयो। अनि हामी चाहिँ फेरि ट्याक्सी बोलाउँदैछौँ अब जानको लागि। खेल्नु पाएपछि घर पनि जानु मन गर्दैन हौ। गरेर हाँस त फेरि न कत्रो कत्रो घर छ। साथीहरु हामी चाहिँ यहाँ भित्र पनि आइसक्यौँ। आधी काम चाहिँ लगभग भइसक्यो अनि आधी काम चाहिँ अझै हुनु नै बाँकी छ। मलाई चाहिँ छोराले भित्र बस्नु नदिएर वाक्कै लाएर म चाहिँ बाहिर लिएर निस्केको छु छोरालाई ओर्तिर। अनि हामी चाहिँ 8 तला माथि आएको छौँ। हामी चाहिँ किन आएको भन्दाखेरि साथीहरु मेरो भिजा थप्न आएको हो। अनि त्यही भएर अघि अर्को ठाउँमा गएको थियौँ, त्यो ठाउँमा चाहिँ नहुने थिएछ। अनि हामी चाहिँ अहिले फेरि अर्को ठाउँमा आउनु पर्यो। यहाँदेखि चाहिँ यस्तो देखिन्छ यहाँको दृश्य गाइज। यस्तो छ तल तल तल। कति अग्लो अग्लो घर के म त छक्कै परिसक्यो। माथिदेखि यति तल 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 तलसम्म। यता पनि त्यस्तै छ। अनि मेरो सानो चाहिँ यहाँनिर चकचक गरेर यहाँ डिप गार्ड रहेछ ब्यागमा, त्यो एउटा दिएको अनि भुलिँदैछ। लिफ्ट
现在粮堂关门了，银行是到4点，现在正好4点。那咋整？关门了，你就得去，你知道这。ला सब पकाएछ नि खेला त के गर्दै त्यस्तो बल्ल छोरा चाहिँ सुते साथीहरू साथीहरू हामी चाहिँ कामसाम भयो मेरो चाहिँ भिजा पनि थप्यो साथीहरू खुसीको कुरा अब म त चाँडै नेपाल जाँदैछु छोरा लिएर हैन अनि हामी चाहिँ काम सकेर ट्रेनमा चढेर आयौँ अनि हाम्रो गाडी भएकोमा आइपुग्यौँ यहाँ राखेर गएको थियौँ हामीले चाहिँ गाडी ट्रेन चढ्ने यहाँनिर झरेको ट्रेनबाट यहाँ परतिर अनि हाम्रो गाडी चाहिँ राखेको छौँ नि त फेरि गाडी चढेर घर जानुपर्ने हुन्छ साथीहरू काम बन्यो एकदमै खुसी छु अलिकति दुःख चाहिँ पायौँ एउटा ठाउँमा गएको फेरि त्यहाँ नभएर अर्को ठाउँमा गयौँ क्या त्यहाँ चाहिँ हुँदैन थिएछ हाम्रो चाहिँ थाहा नभएर त्यहाँ गएको थियौँ अनि फेरि अर्को ठाउँमा पुग्यौँ साथीहरू अनि काम पनि भयो फाइनली आई एम सो ह्याप्पी मेरो छोरालाई चाहिँ कति हतार छ गाडीमा चढ्नु हिँड्नु कति फोहोर लागेछ नि छ्या सबै यो झरेछ ए छोराको रुमाले पुजिदिनु पर्यो साथीहरू फाइनली रुम पनि आइपुग्यौँ भर्खरै अब म चाहिँ खानाहरू बनाउन रेडी भएँ अब म चाहिँ खानासाना बनाएर खाएर सुत्ने अनि यहाँ चाहिँ 6:30 भयो म मटाएछु कि के हो ठुल्ठुलो हात पनि देख्छु यस्तो छ हालत साथीहरू आजलाई चाहिँ मेरो भिडियो यति नै यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला भन्दै आजलाई चाहिँ बाई बाई गाइज।